Tried so hard, we got so far. In the end, it doesn't even matter. I had to fall to lose it all. In the end, it doesn't even matter. Good morning. New day. Hello, good morning guys and welcome back to SA vlog. अनि आई होप सबैजना सन्चै आराम हुनुहुन्छ होला र म पनि एज युजुअल एकदम सन्चै आरामै छु। अनि आज स्याटरडेको दिन हिजो बबाल रमाइलो गरियो अनि एकदम घुमियो है। लेट नाइट पनि भयो हल्का मजाले आज रेस्ट गरियो। अनि अघि बिहान तल आएर हल्का ब्रेकफास्ट पनि गरियो। अनि आज चाहिँ मजाले घाम लागेको छ। वा टाउको माथि चाहिँ पुरा प्याराग्लाइडिङ उडिरहेको छ। म पनि आज यो गर्नेछु। खास विशेष चाहिँ अहिले हेलिकप्टर राइड गर्ने भनेको, तर यहाँको एयर ट्राफिकले गर्दा चाहिँ मिलेन। तर चाहिँ म यो प्याराग्लाइडिङ गरेर भने चित्त बुझाउँछु अहिलेको लागि। अनि फेरि अब हामी घुम्न निस्केका छौँ। म चाहिँ अहिले होटलको तल लबीमा छु। अब के कसो हुन्छ अब अन द वे तपाईँहरू पनि हेर्नुहोस् होला, इन्जोय गर्नुहोस् होला भन्न चाहन्छु। अब जामै तल सानो पनि रेडी भइसक्यो, म पनि रेडी छु है त। ओके गाइस, चौसान गुड मर्निङ। ल अब फेरि सुरुवात भइसक्यो। अब जामै त ल के कसो हुन्छ। ओके गाइस, इन्जोय गाइस। अब चाहिँ हामी गाडीमा अलरेडी फिटिन्छौँ। अनि सानो हेलो गुड मर्निङ। बिजी गुड मर्निङ कहाँ गुड आफ्टरनुन छ ल, नो प्रब्लम जे भए पनि। अनि हाउ आर यु? भेरी गुड, फिट एन्ड फाइन। बिजी ह्याप्पी इस्टर होलिडे होइन। अनि आज के छ, आज के हो कसो, के हो कता हो यसो हल्का? आज चाहिँ हामी चाहिँ ब्याम्बुरा यस अनि हजुरले चाहिँ प्यारासेलिङ गर्दै हुनुहुन्छ। यस अनि केभमा जाने भनेको, एउटा सिल्भर केभ छ अरे, त्यो केभमा जाने। ओके। अनि त्यसपछि त्यहीबाट त्यो के अरे माउन्टेनको भ्यू पनि देखिन्छ ब्याम्बुराट गर्दाखेरि। यस। अनि साँझ चाहिँ एउटा पर्फर्मेन्स हेर्न जाने भनेको, यहाँको एन्सियन्ट टाइमको पर्फर्मेन्स। ओके, के हुन्छ मिल्यो भने। हजुर मलाई चाहिँ डर लाग्छ भने, तर चाहिँ नो प्रब्लम, मैले चाहिँ सानोलाई फोर्स गर्छु। चढ, यु हेभ टु डु इट, डोन्ट बी अफ्रेड। ल त यस ल ठ्याक्क अन द वे चाहिँ यस्तो पनि भेट्यो है हामीले चाहिँ ब्याम्बु। वा यता अङ्कलले फेरि ड्राइभर अङ्कलले यो पनि देखा भन्नुभएको छ है। यस यस ओके ओके। यस ड्राइभर अङ्कलले यति फ्रेन्डली हुनुहुन्छ कि ठ्याक्क अन द वे थिएँ बाटोमा, उहाँलाई चाहिँ गाडी रोकेर यो देखा न यो देखा भन्नुभयो, त्यही भएर मैले पनि क्याप्चर गरिदिएँ। अब आज हामीले विशेष यो पनि ब्याम्बु ऱ्याफ्टिङ पनि गर्ने हो। सो यस गाइज, अब अन द वे छौँ, के कसो हुन्छ भिडियो हेरिदिनुहोस् होला है त। ओके गाइज, इन्जोय विथ अस। यस गाइज, एज युजुअल। अनि फेरि हिजोको ठाउँमा पनि आज पनि फेरि आएको छु यो दोकानमा। हिजो त्यो मेमोरी कार्ड किनेको हिजो भर्खरै मात्र अलमोस्ट अलरेडी फुल भइसक्यो कि। मुभमेन्ट यति क्याप्चर गरेको छु मैले। त्यो मेमोरी कार्ड समथिङ 200 कति जिबीको थियो, हिजोको किनेको हिजो नै फुल भएको। मुभमेन्ट यति क्याप्चर गरेको छु मैले, त्यही भएर फेरि अब चाहिँ यहाँ आएको छु फेरि नयाँ मेमोरी कार्ड लिन। फेरि आजको मुभमेन्ट चाहिँ अब के कसो हुन्छ, यति राम्रो राम्रो मुभमेन्ट छ कि क्याप्चर त गर्नै पऱ्यो छु। एउटा बेबीले चाहिँ कति राम्रो क्या। हेलो बाबुले चाहिँ पुरा मकैसँग अर्ग्यानिक पाराले यस्तो हुन्छ है, अर्ग्यानिक। यता फेरि ड्राइभर अङ्कलले वा वा। गाइज फाइनल्ली फेरि नयाँ एसडी कार्ड पनि आइसकेको छ।
अब सो यस गाइज अनि अहिले चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ आइपुग्यौँ जस्तो लाग्यो मलाई अनि भर्खरै गाडी साडी पार्किङ गरेर अब हामी चाहिँ भित्र इन्ट्री गरिसक्यौँ आज चाहिँ मजाले चाहिँ घाम लागेको छ है एकदम ल तपाईँलाई चाहिँ मैले अगाडि देखाउँछु ल के कसो भइरहेको छ सानो पनि ल यता ल पुरा टोपी सोपी लाएर रेडी टु इन्जोय ल यस्तो लाइन छ है आज यहाँ चाहिँ ल यो चाहिँ यस्तो रहेछ है वाटर स्पोर्ट्स रहेछ अब के गर्ने हो सालले के गर्ने हो आज ल पुरा फुल अन मुड हो आई थिङ्क यो चाहिँ त्यो हाम्रो एकदम मोस्ट अवेटेड ब्याम्बू सानो फेरि त केमा भित्र ल्याएर जानु सानो यो चाहिँ हाम्रो मोस्ट अवेटेड मोमेन्ट हो बम्बू राफ्टिङ यहाँको एकदम फेमस सबैले गर्नुपर्ने कुरा यहाँ आएर चाहिँ यो छुट्याएपछि चाहिँ जानु फिल पनि हुँदैन यहाँको ट्रेडिसनल त्यस कारणले अब चाहिँ ढिलो नगरिकन र गाइस फाइनली अब चाहिँ हाम्रो चाहिँ फर्स्ट डेस्टिनेसनमा आइपुग्यौँ अनि के कसो चाहिँ अब सानोले भन्छ न ल सानो कहाँ कसो के हो भन ल अहिले चाहिँ हामी ब्याम्बू ऱ्याफ्टिङको डेस्टिनेसनमा आइपुगेछौँ र यो चाहिँ हाम्रो एकदमै 2 दिनदेखिको अवेटेड मुभमेन्ट थियो एकदमै यहाँ आउन हामीहरू एकदमै आतुर भएको थियौँ किनकि यो त एकदमै यहाँको त्यो हुन्छ नि ट्रेडिसनल र छुटाउनै नहुने स्पोर्ट थियो त्यही भएर अनि आज धन्दै के भन्ने प्लस टिकट पायौँ सबै थ्याङ्क यू त होटेलले सबै उहाँहरूले नै व्यवस्था गरिदिनु भएको त्यही भएर उनीहरूलाई नै एकदमै थ्याङ्क यू छ र थ्याङ्क गड पायौँ यो चाहिँ यहाँको एकदम फेमस अब यो गुलिन आएर चाहिँ गुलिन याङसो आएर चाहिँ यो छुट्यायो भने चाहिँ मजा आउँदैन है यो चाहिँ गर्नै पर्ने कुरा हो अनि गाइस एकदम फन्नी कुरा चाहिँ के भयो भने हिजो चाहिँ होटलमा के अरे राति आएको थियौँ हामी एकदम उता स्ट्रिटमा हो अनि यहाँको त होटलको मालिकले क्या मलाई के अरे यो ब्लगर रे क्या यहाँ चाहिँ चाइनामा चाहिँ युट्युब नचल्दो रहेछ नि त अनि त्यही भएर बिचरा युट्युब चल्छ तर यिनीहरूको आफ्नै एउटा चाहिँ युट्युबै छ कि यिनीहरूको त्यस्तो छैन कि यस गाइज अब चाहिँ के कसो हुन्छ तपाईँहरू पनि हेर्नुहोस् हामी पनि इन्जोय गर्छौँ हामी सँगसँगै तपाईँ पनि इन्जोय गर्नुहोस् होला भन्न चाहन्छु ल ओके गाइज ल अघि चाहिँ हामीले त्यहाँ काउन्टरमा बसेर हामी त होइन जस हाम्रो जस के अरे होटलको ओनर हाम्रो अङ्कलले चाहिँ टिकट काटिदिनु भयो अब चाहिँ हामी चाहिँ टिकट देखाएर भित्र छिर्ने हो वेटिङमा छौँ धेरै लाग्दैन अब अलमोस्ट आइसक्यो आइ एम भेरी एक्साइटेड वी आर भेरी एक्साइटेड अब चाहिँ के कसो हुन्छ डाइरेक्ट त्यहाँ गएर भेटौँ है त ल अब हामी भित्र छिर्यौँ है त No, 1 bamboo 2 people. ल गाइज फाइनल्ली अब चाहिँ हामी भित्र पनि छिर्यौँ अब चाहिँ यो बोटभित्र अब चाहिँ हामी चाहिँ अब भित्र जाने हो सानो पनि बसिसक्यो अब म जान्छु के कसो हुन्छ है त गाइज ल इन्जोय गर्नुहोस् हामी सँगसँगै ल टु मच एक्साइटेड ल गाइज फाइनल्ली अब चाहिँ हामी चाहिँ हाम्रो मस्ट अवेटेड अब यहाँसित यो चढ्नै पर्ने कुरामा चाहिँ अब के भन्छ जानु ब्याम्बू होइन ब्याम्बू ऱ्याफ्टिङमा चाहिँ हामी चाहिँ अलरेडी आइसक्यौँ टु मच एक्साइटेड सानो चाहिँ के छ सानो यता हेर न
के छ अलिक कम्फर्टेबल बस कम्फर्टेबल भएर डर पनि लागिरह एक्साइटेड पनि ए डराउनु हुँदैन म छु त यहाँ सेफ्टी ज्याकेट छ केही जाँदै हुँदैन ल सानो रेडी हो पछाडि हाम्रो चाहिँ अब डुङ्गा चलाउने मान्छे हुनुहुन्छ उहाँले चाहिँ हाम्रो चाहिँ अब लाँदै हुनुहुन्छ यस गाइज ल अब यस्तो हुन्छ है यहाँ चाहिँ मजाले कसरी हेर्नु यता पनि देखाउनु कसरी चलाउनु तिम्रो मोल कहाँ छ मोल निकाल ल गाइज अब चाहिँ हामी जाँदैछौँ है एकदम रमाइलो भएको छ वरिपरि सबै डाँडा छ बिचमा चाहिँ पुरा तालको पानीमा ब्याम्बु ऱ्याफ्टिङ अगाडिको कस्तो अर्कै कलरको रहेछ अगाडिको चाहिँ अर्कै कलर छ यो भनेको पक्का हो क्या यो भनेको एउटा हाल्दै यहाँसम्म त एउटा हाल्दै चाहिँ गरेको केही हुँदै त हुँदैन हेलो ओके उहाँले चाहिँ हामीलाई चाहिँ यसो खुट्टा माथि गर भन्नु हो किनकि यहाँको चाहिँ अब यो पनि एउटा एकदम फेमस हो के यो बोट चाहिँ तल जान्छ त्यहाँदेखि पानी चुम्लुङ्ग हुन्छ यस गाइस अब हेर्दै जानु ल चप्पल छँदै जानु केही जाँदै हुँदैन फेरि मोबाइल ल यस गाइस यही हो यहाँको मेन चाहिँ यस गाइस मजा आयो यहाँको एकदम यो रमाइलो भनेकै यही हो के मजा आयो来家宝摸摸驴，没家。老虎那是赶紧老虎了，你把头呀？地波个哥。我说你你家混光也全毛灰又高，你大混光了。看见你看了，往过来，哎。把那考试贴还不高，我们咋个高呢？这高不高啊？高不哎？你个几多大？他那也几人嘛？完了也。那不赢的，那不。你再让我别花，我现在也不赢的。这个那你最少的嘞？你刚，你最少嘞？你刚，你最少，明天再烧个锅，你最少。反正可以，你那都才10人。给我请人，你们是吧？我请人。这一锅在一起，你给我说。तिमी सुत्यौ क्या हो सुत्यो क्या भनेको ल अहिले चाहिँ हामीलाई चाहिँ मजाले जाँदैछौँ हल्का गर्मी जस्तो लागेर चाहिँ सानोलाई चाहिँ मैले यहाँ छात्र चाहिँ व्यवस्था गर्दैछु ल मजाले ल भयो सानो ओके भयो ह्याप्पी त्यो त अलि लाउनु पऱ्यो नि प्रोटेक्सनको लागि कस्तो कुरा गरेँ तिमी यार एकदम मजा आएको छ यो छुट्टै लेभल अफ एक्सपिरियन्स एउटा नि दुइटा खिच्दैछ नि दुइटा गाइस यहाँको यसको एक्सपिरियन्स चाहिँ एकदम मजा आइरहेको छ एकदम पिस छ एज युजुअल मजाले बसेर आनन्द लिने हो यो खोलाको किनारमा ब्याम्बु ऱ्याफ्टिङ मान्छेहरू अगाडि जाँदै हुन्छ हामी पछाडि छौँ एकदम मजा आएको छ है सानो तिमी सुत्यौ क्या तिमी त फेरि अब हल्का आनन्द अलिकति ढल्किन पाउने बित्तिकै सुतिन्छ नि फेरि त्यही भएर सोधेको थियो फेरि त्यो छ है यस्तो छ
ल गाइस फेरि पनि अघिको जस्तै फेरि यहाँ पनि अप एन्ड डाउन आएको छ वी हेभ टु बी भेरी केयरफुल सानो होल्ड द ह्यान्ड रेल त्यो जग्गा यो झर्ना चाहिँ ठ्याक्क हो त झर्नाबाट चाहिँ ऊ गर्ने हो जस मजा आयो जस कस्तो पानीको बास्ना आएको है ल गाइजहरू अहिले मसँग चाहिँ यो चाइनाको यान 20 यानको नोटमा चाहिँ यो हिमाल पहाड चाहिँ जुन प्रिन्ट भएको छ नि यसको ब्याकग्राउन्ड जस्ताको जस्तै तपाईँहरू माझ है त ल 1 2 3 गो ल जुन अघिको 20 यानको नोटमा प्रिन्ट भएको थियो यो चाहिँ पहाडको नोटमा यही हो है गाइज ल यस्तो थियो ल अनि ठ्याक्कै यो त्यहाँ फोटो चाहिँ राम्ररी गर्नुपर्छ गर हाँस यस्तो गर ल यस्तो 来，把手打开，左右，打个手，来个小爱心，小爱心，OK，好 OK，来聊美女拍照，美女脚拍下来，脚拍照聊的茄子， पुरा फोटो पनि खिच्ने छ यहाँबाट चाहिँ उता आउने बेलामा चाहिँ अहिले चाहिँ खासै गहिरो देखिएन यहीँ पनि देख्दो रहेछ है अघि चाहिँ हल्का गहिरो थियो अहिले चाहिँ खासै गहिरो देखिएन Like 45 minute को ride रहेछ 45 मिनटको राइड है आई थिङ्क अब चाहिँ हाम्रो चाहिँ अलमोस्ट के भन्छ यसलाई सकियो अब लास्ट हो उताबाट सुरु भएको यताबाट एन्डिङ हुँदो रहेछ
अलमोस्ट अब आइसक्यौँ हामी। अब यहाँबाट चाहिँ सकिन्छ हाम्रो। अनि अहिले चाहिँ खासै गहिरो पनि छैन है, नजिकै चाहिँ हल्का पानी गनाएको छ यार। ल्याउ पानी मात्रै हुँदैन जानु।我们马上到了，我们马上到了，到前面就到了。ल गाइस अब चाहिँ बोटबाट पनि झऱ्यो, एकदम रमाइलो भयो। वाउ, यो मुभमेन्ट चाहिँ वाउ थियो। सानो एकछिन पखल म यहाँ गर्छु। ल गाइस अनि जस अब यो बोटहरू चाहिँ यहाँबाट मान्छेलाई झारेर चाहिँ ठ्याक्क ऊ त्यहाँ पारि चाहिँ यसको स्टेसन रहेछ कि, त्यहाँ मेसिनले चाहिँ लोड र अनलोड गर्छ ठ्याक्क। अनि गाडीमा राखेर चाहिँ फेरि माथि पुऱ्याउँछ। अनि त्यो माथिबाट फेरि यहाँ आउँदो रहेछ यो बोटहरू चाहिँ। कम त भारी हुन्छ यो बोट, अनि कहाँ उतारेर लान सकिन्न नि त। ठ्याक्क पारी लगाएर त्यहाँ स्टेसन हुँदो रहेछ, त्यहाँ गाडीले चाहिँ अनलोड र लोड गरेर मेसिनले गाडीमा हालेर फेरि माथि लान्छ। अनि फेरि यो बोट चलाउँदै मान्छेहरू फेरि यहाँ आइपुग्ने रहेछ है। ल सानोले पनि यहाँ छन्, यता आउन। यस, अनि अघि फोटो खिचेको ठ्याक्क कम्प्युटरमा आउँदो रहेछ। अब हामीले हाम्रो फोटो पनि हेर्छौँ, कसरी हेर्ने त्यो चाहिँ थाहा छैन फेरि। अब हेर्छौँ, जसरी भयो नि हेर्छौँ। ल अघि हामीले खिचेको फोटो, हामीले के अरे हामीलाई खिचिदिएको फोटो यस्तो आएको रहेछ है। त्यो उनीहरूले उ गर्छ नि अहिले, मिलाइहाल्छ नि। चुज गर न, चुज गरेर कुन लिने हो, 3-4 लिने, कति के लिने हो सबै लिग न। तिम्रो कुन चाहिँ राम्रो छ त्यही हेर। मेरो त लगभग सबै राम्रो आएको छ। Yes. Okay. Go inside. ल अब भित्र जाऊँ है त फोटो लिन। ल अहिलेको फोटो अब फेरि भित्र आएर लिने, यहाँबाट चाहिँ लिने चाहिँ। ल सानो रिसिभ देऊ अहिलेको। रिसिभ देऊ।这个车票是要买还是怎么样的？10块钱一个人。Hello。अघिको फोटो लियो, खोइ फोटो देखाउ त कस्तो आएर चाहिँ। ल गाइस अघि हामीले खिचेको फोटो चाहिँ हामीले पाइसक्यौँ, यस्तो आएको रहेछ है। देखाउन सबै देखाउँदा एकचोटि। एउटा यो, एउटा यो, एउटा यो, एउटा यो, 4वटा होइन? हजुर। फोटोमा त तिमी अर्कै राम्रो आएको छ, के रियलमा चाहिँ के हो फेरि? जिस्के। ल गाइस अब हामीले फोटोसोटो लियो। अब चाहिँ हाम्रो ड्राइभर अङ्कललाई चाहिँ हामीले खोज्नु पर्ने हुन्छ। उहाँले चाहिँ
अघि चाहिँ हामीलाई बोटमा तिमी जा यहाँबाट अनि म चाहिँ यो बोटको लास्ट स्टेसनमा आएर तिमीलाई पिकअप गर्छु भन्नुको थियो अब हामीले उहाँलाई फोन गरेर कता हुन्छ यसरी पिकअप गरेर चाहिँ फेरि अब अर्को डेस्टिनेसन कहाँ लानुहुन्छ त्यहाँ गएर चाहिँ फेरि रमाइलो गर्नेछौँ ल अहिलेको बोट चाहिँ यसरी बन्दो रहेछ है यो बाँसको पक्का बाँसै हो यहाँ त्यो कत्रो मोटो मोटो छ यार यसरी बन्दो रहेछ पुरा यो स्प्रे लगाएर पेन्ट लगाएर मजाले यो चाहिँ फलामले चाहिँ बाँधेर यस्तरी बन्दो रहेछ यो चाहिँ भारी पनि हुन्छ यो त डेन्जर हरि यो बाँस रहेछ यस्तरी बन्दो रहेछ यहाँ चाहिँ बाँसहरू चाहिँ